अर्कै ठाउँमा हालेको मत पनि घन्टीमै आएको छ, नमागिकन मत आएको छ, उम्मेदवारै नभएको ठाउँमा नि मत आएको छ। यस्तो भाग्यमानी पार्टी र उम्मेदवार त दुनियाँमा कहीँ पनि हुँदैन। हामीले घर घर ऋषिजी यही हुनुहुन्छ, घर घर गएर हात जोड्दाखेरि पनि मान्छेले झुक्याएर भोटै हालेको छैन। हामी कहाँ जुलुसमा हिँडेकाले पनि भोट हालेका छैनन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीलाई अर्कै पार्टीलाई भनेर हालेको भोट पनि घन्टीमै परेको छ। रुखमा हाले पनि घन्टीमा परेको छ, सूर्यमा हाले नि घन्टीमा परेको छ, तारामा हाले नि घन्टीमा परेको छ, हलोमा हाले नि घन्टीमा परेको छ। त्यसैले यहाँहरू भाग्यमानी पार्टी हुनुहुन्छ र सँगसँगै जे दलहरूले अहिले तपाईँहरूसँग प्रश्न तेर्साएका छन् त्यसका बारेमा लाइभ एक्जाम्पल आइरहेछ। लाइभ एक्जाम्पल भनेको मध्यपूर्वी एसियाका देशहरूको हालत। अस्ति हामी युक्रेनको मात्रै भन्दै थियौँ, अब त मध्यपूर्वी देशहरूको आयो। यदि हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्न नसक्दा, मित्र राष्ट्र र शत्रु राष्ट्र चिन्न नसक्दा, र मेरो आमाले भने जस्तै